नमस्कार साथीहरू। आज हामी हरेक दिन प्रयोग गर्ने मोबाइल फोनको रोचक इतिहास बुझ्नेछौँ। आखिर मोबाइल कसरी विकसित भयो, यसको आविष्कार कसले गर्यो र आजको स्मार्टफोनसम्मको यात्रा कसरी सम्भव भयो। मोबाइल फोनको कन्सेप्ट एकै व्यक्तिले बनाएको होइन। यसको विकास धेरै वैज्ञानिक, इन्जिनियर र कम्पनीहरूसँगको दशकौँको लामो अनुसन्धान, लामो रिसर्चको परिणाम हो। सन् 1973 मा मार्टिन कुपरले संसारकै पहिलो हालहेल मोबाइल फोनबाट सार्वजनिक रूपमा कल गरे। उहाँ त्यसबेला मोटोरोलामा इन्जिनियर हुनुहुन्थ्यो, त्यसैले उहाँलाई मोबाइल फोनको पिता भनेर चिनिन्थ्यो। त्यसपछि सन् 1983 मा मोटोरोलाले डायनाट्याक 8000X नामको पहिलो व्यावसायिक मोबाइल बजारमा ल्यायो। त्यो फोन निकै ठुलो, करिब 1 किलो तौलको थियो। ब्याट्री पनि करिब 30 मिनट मात्र टिक्थ्यो र यसको मूल्य सामान्य मानिसले किन्न सक्ने अवस्था थिएन। धेरै महँगो थियो। समयसँगै मोबाइल प्रविधि र तीव्र रूपमा अघि बढ्यो। सुरुमा केवल फोन गर्न मात्र मिल्थ्यो, पछि एसएमएस आयो, त्यसपछि क्यामेरा, रङ्गीन स्क्रिन, इन्टरनेट, जीपीएस र अन्य धेरै सुविधा थपिँदै गए। सन् 2007 मा एप्पलले पहिलो आइफोन सार्वजनिक गरेपछि स्मार्टफोनको नयाँ युग सुरु भयो। त्यसपछि गुगलको एन्ड्रोइड प्रणाली आएको कारण स्मार्टफोन विश्वभर छिट्टै फैलियो। आजको मोबाइल केवल फोन गर्ने उपकरण मात्र होइन, यसबाट बैंकिङ, अनलाइन अध्ययन, भिडियो सम्पादन, व्यापार, फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा चलाउनेदेखि कृत्रिम बुद्धिमत्ता एआई प्रयोग गर्ने काम समेत गर्न सकिन्छ। एक समय इट्टा जस्तो ठुलो र महँगो मोबाइल आज हाम्रो छल्तीमा अट्ने सानो तर अत्यन्त शक्तिशाली कम्प्युटर बनेको छ। भविष्यमा एआई, फोल्डेबल स्क्रिन, स्याटेलाइटबाट सञ्चार र अझ उन्नत प्रविधिले मोबाइललाई अझ स्मार्ट बनाउँदै लैजाने अपेक्षा गरिएको छ। यदि तपाईलाई यस्तो प्रविधि सम्बन्धी जानकारी मनपर्छ भने भिडियो लाइक गर्न नबिर्सिनुहोला, शेयर गर्न नबिर्सिनुहोला। यस्तै रोचक जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।